बारी पनि कस्तो धान चाहिँ मजाले सुर्का सुर्की भए पनि मजाले पहेँलै भएको छ। ए उहाँ देखियो नि, उहाँ त त्यो ऊ भन्छ नि के अरे डरेको लेक भनेको उहीँ होइन, यतादेखि नि ऊ हो पहिला थियो नि एउटा गीत थियो नि, सम्झिनुहुन्छ हजुरले? ल डरेको लेक कुहिरोले ढाक्यो भकिमले अँधेरो मायालुले पानी भर्ने सुन्दारा पँधेरो भन्ने होइन। ल यस्तो यस्तो गीत पनि थियो। हजुर ल ल अहिले त्यसलाई फेरि ल्याम लगाएको होइन डरे देउले, त्यही भएर पहिला हजुर 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 हो त्यही त डरे देउराली त्यही हो। त्यही भएर हजुरहरूको पालाको एउटा त्यति बेला हजुरहरूले गीत गाउँदाखेरि सम्झिनु भयो होला नि भनेर मैले चाहिँ डरेको लेक कुहिरोले ढाक्यो भकिमले अँधेरो मायालुले पानी भर्ने सुन्धारा पँधेरो भनेर पहिला गीत गाउनुहुन्थ्यो अरे पुरानो बेलामा। अब बुवाहरूसँग यहाँ पुरानो हुनुहुन्छ तर पनि ल यस्तो हुन्छ। नभएर यहाँ नेपालकै सबैभन्दा पहिला अब विश्वकै भनौँ नभएर हाम्रो अर्जुन चौपारी गाउँपालिका 2 मा रहेको नभएर मन्दिरमा हामी चाहिँ प्रवेश मैले पहिला पनि धेरै भिडियोहरू हालेको थिएँ, धेरैले मन पराइदिनु भएको छ। यहाँ आज स्पेसल्ली चिया पिएर अनि बल्ल छिर्नेछौँ हुन। आज चाहिँ खुल्ने दिन त होइन भए पनि बाहिरबाट बुवालाई देखाएर अनि फेरि हामी फर्किने हो। डरेको लेक कुहिरोले ढाक्यो भकिमले अँधेरो मायालुले पानी भर्ने सुन्दारा पँधेरो। त्यो माथि चाहिँ डरेको लेकमा कुहिरोले ढाक्यो भने भकिमले गाउँ भनेको तल त्यहाँ चाहिँ अँध्यारो हुन्छ अरे कि अलिकति गहिरोमा भएर, त्यही भएर गीत गाउनेले पनि कति मिलाएर गाउँथे पहिला। आजभोलिको जस्ता श्रृङ्खल गीत हुन्थेनन् कि उति बेला। त्यत्तिकै त कति साहित्यिक घुसेको छ, कति जानेर भनेको होला डरेको लेकमा कुहिरो लाग्यो भने भकिमले तल गाउँ चाहिँ अँध्यारो हुन्छ भनेर कि। ल यस्तै छ, फेरि पनि अरू मैले टिप्सहरू देखाउँदै गर्छु। अहिलेको लागि यति नै, नमस्ते।